ब्याट्री लिएर आएको है। ओ एकचोटि त हेर्नु न हौ, हेलमेटै लगाएको छैन। आम्मा ओइ स्याल डराउँदैन फेरि लखानी हो के भएर। म चाहिँ अब पुग्न लाग्यो है, एकछिन रेस्ट गरिरहेको। चाप दुखेर मर्ने रहेछ यार। ओइ म त ओइ बाबु त्यसरी जानुहुन्न, गाडीले उडाउँछ। आमा बाटो त डढ्कै लागि बनाइसक्यो, पानी परेर बाटो लास्ट बिग्रिएर रहेछ यार। वेलकम ब्याक टु माई च्यानल राइड ब्लग। साथीहरू तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला? म पनि एकदम ठिक छु। आज चाहिँ म निस्किन लागेको है। तपाईँहरूलाई थाहा नै होला, तपाईँहरूले यो के अरे टाइटल र ऊ हेरे अनुसार तपाईँहरूले थाहा पाइसक्यो होला म कहाँ जानु लागेको भनेर। आज चाहिँ यहाँबाट निस्केको, मम्मीलाई बिदा गरेर। मम्मी बाई गरिदिनु। मेरो मम्मी चाहिँ अब निको भइसक्यो, अब हिरोनी भइसक्यो। अब चट्ट लगाएर हिरोइन भइसक्यो। म चाहिँ अब रेडी भएर निस्किनु पऱ्यो। अब चाहिँ लगभग 3-3:30 हुन लागिसक्यो होला टाइम। अब रेडी भएर निस्किन्छु, अनि फेरि भोलि चाहिँ घुम्छु होला दिनभरि। आज माथि गएर गाउँमा बस्छु, अनि भोलि त्यहाँबाट अनि तपाईँहरूले लिएर अनि म त्यहाँबाट निस्किएर अनि झर्नातिर लाग्छ। म त अहिले चाहिँ निस्केको, म अब रेडी हुनु पऱ्यो। दाँत टल्काइदिउँ अनि लाग्दिउँ निस्किनु टक्क लगाएर होइन। कपाल त काट्नु पर्ला जस्तो छ केटा हो, तर म काट्दिनँ कपाल सपाल होइन। अब डाइरेक्ट राइडमा भेटौँ है। सो लेट्स गो। पानीले भिज्यो केटा हो। पानी कतिखेर रोकेला कतिखेर निस्केला भइसक्यो है। मसँग गोप्रो छैन नि त, अनि यो क्यामेरामा पानी पस्दो रहेछ क्या, अनि लास्ट ऊ देख्दो रहेछ। त्यही भएर चाहिँ म बरु पानी कुरेर तपाईँहरूलाई राम्रो दामी क्लियर आओस् भनेर म पानी रोकेर कुरिरहेको छु। यहाँ भयो होइन, यो प्लास्टिक उडेको। प्लास्टिक त पाइन्ट नै नहुने रहेछ, यो पाइन्ट पुरै भिजिसक्यो। किन निस्किनुभन्दा अगाडि सब भिजिसक्यो। अब लडिक छ। अब पानी रोकेपछि म निस्किन्छु त यहाँबाट। सो हामी चाहिँ ढिलाइ भयो है, पानी परेर त्यस्तै भयो। अब चाहिँ निस्किनुपर्छ। ल निस्क्यौँ है। ल साथीहरू निस्किन्छ है त। ल लाग्दिउँ केटा हो। स्वाक्ष परेर होइन, कहिले त डरमा नि दामी मजा आउने के। निस्किउँ ल। जस डर चाहिँ फ्रेसै रहेछ है, फ्रेस रहेछ। ल निस्किउँ लाग्दिउँ। हाइट नभएपछि चाहिँ यो के अरे यस्तो ठाउँहरूमा अलिक गाह्रो हुने रहेछ। खुट्टा तल्ल लग्नुपर्छ है, तर म त खुट्टै नराखी लगिदिन्छु। खुट्टा राख्नु पर्दैन। रोक्नु दाइ, म जान्छु पहिला। मलाई हतार छ किनकि मलाई छिट्टै निस्किनु छ है। 0.5 मै छ, तर 0.5 मै छ होइन, 0.5 मै छ, तर अलिकति ऊ के अरे अरू 0.7 1मा गर्नु त एकचोटि। ल लाग्दिउँ। छिटो जानुपर्छ यार यहाँबाट। अहिले हामी ढिला भइसक्यो है। अहिले काठमाडौँभित्रै छौँ। अहिले त्रिशुली पुग्नु भयो नि। आज त्रिशुलीमै बास होला जस्तो छ। पछाडि मामा छ है, म एक्लै झग लाग्यो क्या। मामालाई नि बोकिदिएको होइन। डरमा त्यही माथि ढाड दुख्छ कि एक्लै चाहिँ लास्ट गाह्रो हुन्छ। एक्लै मजा आउँछ तर डरमा होइन, तर पछाडि एकजना भएपछि झग लाग्दैन नि त। बिचमा तपाईँहरू छ होइन। तर एकछिनमै हिँड्दो रहेछ यो त। लाग्दिउँ एक्लै भयो नि होइन। एक्लै आँट्दिने हो केटा हो, कोही चाहिँदैन घुम्नको लागि। लाग्दिउँ ल। चस्सा लगाएर यहाँबाट चाहिँ अब मेन नन सिधा हिँड्नुपर्छ है। म त खुट्टा त्यो हाम्रो चाहिँ फेरि एउटा प्रब्लम भयो क्या, खुट्टा राख्ने पछाडिलाई खुट्टा राख्ने ठाउँ नै छैन रहेछ क्या। लाग्दिउँ। ए मैले पन्जा लाउनै बिर्सेछ। पन्जा अहिले लाउनु पर्ला। क्यामेरा नि ऊ भयो होला, त्यसको लागि सरी साथीहरू होइन। लाग्दिउँ ल।
स्कुल बस कहाँको रहेछ भने क्यानभासको रहेछ। क्यानभास कि क्यानभास कि कानभास हो। मसँग छ। लाग्दिम ल। आमा मेरो एनएस चलाएर यो गडमा छुट्टै मजा आउने क्या म्यान। यो खास सिएक्स लिन गएको थियो काङ्खेर या मलाई मेरो यहाँ चाहिँ ब्रेक हान्न मिलिरहेको छैन यो चाहिँ होलेलहरू। खास म यो मेरो एनएस चलाएर डट चलाएको छिट्टै मजा हुँदो रहेछ है। एचजे सिएक्स लिन गएको थियो। सिएक्स चाहिँ अलिकति कन्डिसन राम्रो लागेन अनि मैले लिएन। एचजे लिएर आयो कि जे होस् एउटा रहेरै त हो नि। अहिले मेरो उमेर 19-20 होइन 20 रनिङमा छ होइन 19-20 अब जोसकोमा होइन जस्तो पायो त्यस्तै। मैले चाहिँ के सोच्यो होइन बरु अलिकति लगेपछि ढुक्ककै लगौँ न। यो नि क्रस फायर हो एचजे नि सिएक्स नि भनेर अनि मैले सोचेर अनि एचजे लिएर आएको है। ओ एकचोटि त हेर्नु न हौ हेलमेट नै लगाएको छैन। हेलमेट नि यस्तो हुन्छ। हेलमेट नि लगाएको छैन साइड लाइट नि छैन कि त्यस्तोले गर्दा एक्सिडेन्ट हुन्छ क्या। अब बिस्तारै हिँडिरहेको लागि म अलिकति स्पिडमा ठोकिँदैन थियो त। एचजेडवाला हल्का रमाइलो है हल्का रमाइलो। ल लाग्दिम। आज लोड पानीले भिज्ने भयो बिजोक हुने भयो। आज मामा भान्जाले बिजोक हुने भयो। ल यो पानीले गर्दाखेरि मेरो आँखामा लागिरहेछ है। मसँग ग्लास थियो केटाहरूले कहाँ पुऱ्याइदियो होइन। पानीले गर्दा यो डटको हेलमेट त अब डटकै चाहियो नि त। मसँग पहिलाको थियो कि अनि त्यही युज गरेको। केटाहरूले ग्लास कहाँ पुऱ्याइदियो है। ल लाग्दिम। अफरोडमा फेरि डट टायर छ है। अफरोडमा चिप्लेला भन्ने डर नि हुँदैन यस्तो हो कि। ल केटा हो राइड हानौँ भनेको यस्तो भयो। इन्भिजिबिलिटी मैले मिरर नै फोल्ड गरिदियो होइन। ल लाग्दिम होइन चट्ट लगाएर लाग्दिम। यहाँबाट म यस्तरी जानु छ होइन। ल लाग्दिम। तेल 5 लिटर हाल्यो। 5 लिटरले कति पुग्दो रहेछ हेरौँ न। आमा योभन्दा बढी के चाहियो र एउटा केटा मान्छेले होइन। एउटा बाइक छ होइन क्यामेरा छ टक्क यस्तो के दम आउने यस्तो चिसो हावा। आमा मलाई यस्तो जाडो भइरहेछ कि तपाईँहरूले भन्न सकिरहेको छैन। प्यान्ट भिजेर होला होइन म जाडो भइरहेको छ तर क्या मजा आइरहेको छ कि। लाग्दिम ल हैट नाकबाट पसिना अरे नाकबाट सिँगा नै आयो यार। हेट कडक यस्तो जाडोमा जाडो नि अति के टाइमिङ ब्याडमा निस्क्यो। भोलि बिहान चाहिँ सकेसम्म म क्लियर निकाल्ने कोसिस गर्छु तपाईँहरूले। अहिले क्यामेरामा पानी नै पऱ्यो होला त्यसको लागि सरी एडजस्ट गरिदिनु होला। त्यसको लागि नरिसाउनु। के गर्नु अलिकति फाइनेन्सियल कन्डिसन त नभनौँ। अहिले म नेपालमा चाहिँ नबस्ला जस्तो लाग्यो। अनि जसरी नि एकचोटि त आफैले कमाएर अनि मात्र राइड हालेपछि राम्रो हुने रहेछ लागेर मैले गोप्रो चाहिँ लिएन है। किनकि अब म धेरै बस्दिनँ होला 1 वर्ष जति बस्छु होला। त्यही 1 वर्षपछि त गइहाल्छु। अनि किन वेस्टको लागि किन किन्ने बरु पछि गएर ढिला होस् तर राम्रो होस् भनेर जस्तो सोचेको के मैले चाहिँ। पछि गएर बरु राम्रै किनौँला भनेर चाहिँ त्यस्तो गरेको है। आमा झर्ना दामी आएछ त। ल
ल हेर्नु त ओए यो हाम्रो टोखा जाने बाटो है झर्ना दामी आएछ अहिले पानी परेर होला होइन ल दामी आएको ल दामी 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 ल यस्तो बवाला रहेछ सो केटा हो सरी है त्यसको लागि मेरो चाहिँ स्टोरेज फुल भएर अनि तपाईँहरूले झर्ना नै देख्न पाएन होला किन कट गर्छ भनेर चाहिँ नभन्नु मेरो स्टोरेज फुल भयो कि ठ्याक्कै त्यसलाई ल गुरुङ गाउँ आइपुग्यो अब त्रिशुलीमा आधी घन्टामा पुगिन्छ होला मैले त होइन बाइकले चाहिँ धोका दिनु भएन पुगिन्छ एकछिनमा मैले त बानी भइसक्यो यो बाटो गएको होइन अहिले ठाउँ नि यस्तो दामी आमा चाहिँ गाप्टिभ रे ल म अलि यस्तो गर्दाखेरि अलिकति क्लियर आउँछ नि त खोइ क्यामेरा बाङ्गो जस्तो त छैन नि मामा छैन है क्यामेरा ल साथीहरू तपाईँहरू भन्नु पऱ्यो है मेरो मिस्टेकहरू चाहिँ केमा छ भनेर भर्खर हो कि होइन के हो सबैजनाले लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त्यति चाहिँ भन्छु म लास्ट गाह्रो हुन्छ अब भनौँ न गोप्रो नभएपछि सोचेको जस्तो एडिटै गर्न पाउँदैन क्या सोचेको जस्तो भिडियो रेकर्ड गर्न पाउँदैन एकछिनमै चार्ज सकिने होइन त्यही नि दामी मजा आउने ल लाइट बालिदिउँ ब्रेकै लागिन्न त पछाडिको के भयो हो अगाडिको मात्र छत लाग्छ त बाबा नहसाउनु न ऊ झर्ना त आमामा उही जहाँ अघि त्यति पानी परेको झर्ना त जानै खुलेछ यार यताबाट हैट म्यान दामी ल दामी दामी गइदिउँ माथि मेरो दाइहरू मलाई कुरिरह होला यार मेरो दाइ मेरो साथीहरू मेरो भाइहरू होइन बाहुबली झर्ना हो कि के हो प्रसर सङ्केतार लेट्स गो त्यही हो केटा हो फेरि मेरो दिमाग फेरि है पागल दिमाग वहीँबाट त्यो के अरे रेनको ढुरा हुँदै अर्को ठाउँमा किन्नु परेर है 350 रुपियाँ भनेमा तपाईँहरूले कति लियो मैले त 350 रुपियाँ त्यो नि यस्तो प्लास्टिकवाला तलबाट छैन माथिबाट मात्र यो प्लास्टिकवाला 350 रुपियाँ आमा घटाउनु भनेको मिल्दैन नि हामीले नि यतिमै लिएर आएको भन्छ अब खै होइन के भन्ने अब हामीले नि नै भन्न सकिन्न लाग्दिउँ ल केटा लाग्दिन्छौँ है त बस्यो होइन सब भयो नि अरू केही छोडेको छैन नि आमामा पानी यस्तो परिरहेछ कि बिजोग रमाइलो भयो ल चढिदिउँ म्यान गइदिउँ न्युडलमा स्टार्ट हुँदो रहेछ कि यो चाहिँ न्युडलमा जाऊ न ए राजा ए के हुन्छ ए एकछिनमा अन गरौँ ल अहिले त त्यति साह्रो हिँड्ने भएको छैन किनकि ल बस्यो लाग्दिउँ केटा होला ए माधव त भयो लाग्दिउँ निस्किम ढिला भइसक्यो अलरेडी होइन आमा राति त मजै आउने तर यो अगाडिको यो पानी यहाँ आइपुग्दो रहेछ कि अगाडिको चक्काको पानी अनि त्यसको लागि क्लियर नै आएन होला लाग्दिउँ होइन पर्दैन कसरी छेक्ने दिया त्यो हो नि त प्रब्लम त्यो भयो अब भोलि बिहान चाहिँ बिहानै निस्किनु पर्छ अब ल लाग्दिउँ यो क्यामेरामा पानी परेछ हौ मामा पानी त परिरहेको क्यामेरामा सेट ल त नि त्यसो भए ल त्यही भएर मैले पन्जा लगाएको क्या
टाइममा पुज्दिनँ होइन ल लाग्दैन पेट्रोल पम्प तर मसँग पेट्रोल छ है मजा आयो झन् म पेट्रोल पम्पमा ध्यान दिएँ है ल 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 यहाँ राति राति नै चेकिङ भइदियो भने ल्याङ हुन्छ मान हुन त मोडिफाई केही छैन भोलि गएर आमा र म नानी राइड हाल्नुपर्छ आज त राति भयो होइन कुदाउन मिलेन किनकि अब जोसमा अब एक मिनटको जोसले गर्दा लड्यो भने धेरै तनावै हुन्छ है त्यो कुरा चाहिँ बुझिराख्नुपर्छ आफूले नि तपाईँहरूले अलिअलि चलाउँदाखेरि अलिअलि सतर्क चाहिँ हुनु है किनकि रातिको बेलाको त्यो स्यालहरू हिँडिरहेको हुन्छ होइन के पर्दिएर अगाडि झाप्पै आइदियो भने त आँटेर कुनै छोडिदिन्छ कुनै त ब्रेकै हाल्दैन तर त्यस्तो रिस्क लिनु भन्दैन आधा बिस्तारै हिँड्नु राम्रो हो मलाई चाहिँ ढिला भइरहेको छ म चाहिँ अलिअलि कुदाउँ न राति होइन ठाउँ खाली हेरेर कुदाइरहेको डट कुदाउने बाटो कुदाउनु पर्यो भने यो के अरे डट टायर भएर यस्तो मात्रै कुदाउन अलिकति डर लाग्ने क्या चिजमा चाहिँ ल्याम्पर झर्न म त छेउबाट गयो होला पो भन्यो अगाडि एकचोटि त हेरिदिनु पर्दैन होइन मामा कसरी आइदिरहेको क्या अनि यहाँ ठोक्या भयो अझ हामीले उल्टो गाडी दिन्थ्यो क्या अस्ति चाहिँ मलाई के अरे म एक्लै भिडियो बनाएर अनि यसो भिडियो दामी क्लिपहरू निकाल्नुपर्छ भनेर सोचेर आएर बेला त्यो के अरे ठ्याक्कै त्यस्तो सोचेर आइरहेको थियो मेरो चाहिँ अस्ति डटसँग रेस मेन ठाउँमा परेको थियो है मसँग त्यतिखेर मेरो एनएस थियो म ठ्याक्कै यहाँबाट सोचेर गएको थिएँ अनि त्यो डटवालाले अगाडि मलाई मेरो पछाडि थियो कि अनि यहाँबाट झट्ट गइदिएर क्या अनि त्यतिखेर अब तपाईँहरूले फेरि मेरो गल्ती भन्ने त अब मैले के भन्छु होइन बाटो फेरि अहिले यस्तो रहेछ अस्ति त लास्ट उठ्यो क्या गरेर आयो त होइन अब के गर्ने त आफूलाई नि अलिकति जोस दिन मन लाग्छ है अस्तिखेर मसँग यो डर भयो है त्यसलाई म कहाँ जोडिदिन्थेँ अस्ति त बाटो यस्तो थिएन नि साथीहरू यतिको बाटो भयो भने त त्यसले भिड्दैन थियो होला दामी फाइनली त्यसरी आइपुग्यो है फाइनली बजारमा आइपुग्यो यो डट चलाउने बाटो चाहिँ किनहरूलाई ऊ के अरे लाइटले आँखा खान लगाउने होइन त्यसको लाइट लास्ट पावर रहेछ क्या भित्रको उनै देखिरहेको क्या ल फाइनली बजार आइपुग्यो भोलि गाउँमा गएर त्यो लिटरको 300 हाल्नुभन्दा यहाँबाट बरु 500को तेल हालेर लगाउँ है पेट्रोल पम्प खुला छ कि छैन हो पेट्रोल पम्प खुला छ त मान्छेको हाल्दै
त्यही भने लाग्दैन के 2-3 लिटर त सक्यो होला खप्या त खप्या त 500 काट्दिउँ न भाइ होइन 600 कै हालिदिनु त वे होइन यो लिनु दमामा मैले तल काठमाडौँबाट आउँदाखेरि 5 लिटर हालेको थियो यति हालेपछि ढुक्क भयो नि त होइन घट खा जसरी खाइदिन्छ होइन खुट्टै दुख्ने यार तर यो गेर हान्दा ठ्याक्क टाइमिङमा आइपुगेछ यार ठ्याक्कै बन्द गरिरहेको रहेछ टाइमिङमा आइपुगेछ त्यो यताबाट जान्छ होला ओए म झन् ओए बाबु त्यसरी जानुहुन्न गाडीले उडाउँछ दौडेर गइरहेको रहेछ यार रात बित्यो नि है त्यो बाबु त्यसरी गइदियो भने टाढाबाट देखिन्न नजिकमा फेरि ब्रेकले भ्याउँदैन नि त एबिएस भयो नि हट्टै अगाडि आइदियो भने त भ्याउँदैन नि एबिएसले होइन कमसेकम अलिकति दूरी त चाहिन्छ ब्रेकको लागि होइन यसरी दौडिन चाहिँ हुँदैन यसरी चाहिँ नठोक्नु होला तपाईँहरू पनि आफ्नो भाइ छोराछोरी भाइ बहिनी सानो सानो छ भने चाहिँ है अब एक मिस्टेकले अब बच्चाहरू फेरि गाडी उडाइदियो भने त्यसमा हुन्छ तनाव अब एकछिन 1-2 घन्टामा पुगिन्छु म माथि आमा कत्रो लाइट बालेको यहाँ चेकिङ छ यार यहाँ चेकिङमा रोक्छ कि रोक्दैन थाहा भएन होइन लाइसेन्स बिलबुक सबै सामानहरू चाहिँ छ तर रोक्यो भने चाहिँ ल्याङ हुन्छ क्या यो भएन त्यो भएन भन्छ क्या आमाको चेकिङ छैन Tunggu ada. म चाहिँ अब पुग्न लाग्यो है एकछिन रेस्ट गरिरहेको चाक दुखेर मर्ने रहेछ यार तर रमाइलो चाहिँ भयो धेरै कुदाउनु पनि पाएन पानीले गर्दा रोकिनु पनि पर्यो अनि उताबाट ढिला नै निस्क्यो रमाइलो हुँदैछ अब पुगिन्छु एकछिनमै यो त्रिशुलीमा आइपुग्यो यो ठाउँ चाहिँ अहिले चाहिँ गर्मी छैन पानी अलिअलि परिरहेको छ पानी पर्दा नि गर्मी छैन के अलिअलि परिरहेको छ तर पनि गर्मी छ कि कस्तो जिब्रो लपतेको है पानी परिरहेको छ तर पनि गर्मी छ के भन्न खोजेको मैले त्यो भन्न खोजेको सो ल अब निस्किन्छ मेरो ज्यान लास्ट थाक्यो साथीहरू आया ल लेट्स गो राइटमा भेटौँ ल मैले चाहिँ अब 1 मा बनाएँ है साथीहरू नरिसाउनु होला किनकि 0.5 मा क्लियर आउँदैन राति मेरोबाट होइन नाइट भिजन छैन नि त ल निस्क्यो पुगिन्छ अब एकछिनमै मसँग मैले तेल नै हाल्यो तेल त टन्न छ होइन तेल नै हाल्यो लगभग मैले हिँड्यो होला 60-65 किलोमिटर जति 1600-1700को तेल हाल्यो 1700 भनेपछि 1000को 5 लिटर आउँदो रहेछ ठ्याक्कै 5 लिटर भनौँ 1000को 5 लिटर भनेपछि 500को चाहिँ 2.5 लिटर जति आउँछ होला 1600 भनेपछि 5, 6, 7, 8 लिटर जति हाल्यो मैले तेल अझै नि बाँकी छ यो एचएले भन्दा आरामले धेरै तेल खाँदो रहेछ यार
मलाई चाहिँ त्यही लाग्यो आमामा यस्तो हुस्सो आइरहेको छ नि दामी मजा आउने के अगाडि केही देखाइ छैन कि मैले आँखाले देखाएको छैन आमामा हुस्सो त अहिलेको फेरि जोसी उमेरै भएर होला होइन मामा नि मेरै उमेरको हो मामा र म दुईजनै जोसिएर राति निस्किरहेको थियो अहिले यस्तो भइरहेछ रमाइलो भन्ने कि बिजोग भन्ने राति राति यसरी हिँड्नु परेको छ है होइन एक तरिकाले हेर्ने हो भने त रमाइलो होइन एक तरिकाले हेर्नु भने त बिजोग हो तर मलाई त रमाइलो लागिरहेछ साला साइलेन्सरले मेरो यो प्यान्टै खाइदिएर यार साइलेन्सरले प्यान्ट खाँदो रहेछ थाहै दिएन म त खुट्टा च्यापेर राखेको थियो है ल ओइ कस्तो डर लाग्यो यार लुगा पो धुन्डा रहेछ म त साँच्चै गएर मै गाउँछु प्रीतिको गीत गेयर चाहिँ साह्रो के यसको लास्ट साह्रो रहेछ गेयर यार गेयर साह्रो भएर यो मैले मार्टिन लगाएको छु होइन मार्टिन लगाएर नि यस्तो खुट्टा दुखिरहेको छ गेयर के अरे अप डाउन गर्न दुई गियरमा त नभनौँ एक गियरमा त झार्नै नपर्ने के जाने जुन ठाउँमा नि आमामा हुस्सो त दामी ल हुस्सो आयो मजा आउने के त फेरि यहाँदेखि उता चाहिँ हुस्सो छैन फेरि यहाँदेखि पछाडि चाहिँ हुस्सो छ होइन मामा फेरि हुस्सो आयो ल केही देखेन यार आमा हेट ओइ देखेन यार बाटो यहाँ के कस्तो छ टर्निङ रहेछ सायद भन्न रन्केर आएर म आमा है ओए केही देखेर त मामा के गर्ने हो ल अब यहाँदेखि छैन फेरि ओए कस्तो अब हुस्सोले नि हामीलाई अब चिस्काएर हो कि के हो कि यो बाटोमा त भूत आउँछ भन्छ अब मान्छेहरू होइन कि भूतले तर्सेर मामा पछाडिबाट भूत आयो मामा पछाडिबाट ताक्दिएला है ताक्दिएला जरुरी आयो होला मामाको होइन ज्यानै सिउसी भएर मैले पछाडिबाट हेर्नु न ठाउँ नै डर लाग्छ ताने होला त्यस्तो साह्रो डराउनु हुँदैन कि मामा तान्यो भनेको कराएर ल मलाई केटीले भन्छ फेरि च्याप्प समातिरहेको छ कि अब पछाडि आएको जस्तो फिल भयो जिस्कै हो मामा त्यस्तो केही आउँदैन भुतचुत भन्ने केही हुँदैन आम्मा ओइ स्याल डराउँदैन फेरि लगाड्ने हो के मामा स्याल लगाड्ने हो उता हेर्नु न हेरिरहेछ कि कस्तो डरै लाग्नु पऱ्यो हेरेको स्याल नि स्याल त स्यालै रहेछ नडराउने के मान्छेदेखि गाउँतिर कुखुरा यस्तै हराउँछ त अब स्याल भेट्यो भने चाहिँ लगाड्नुपर्छ है बाइक रोकेर धुमधाम लगाड्नुपर्छ स्यालको बच्चाहरू चाहिँ हुनसक्छ कि लगाड्ने तर यो हुस्सोले आमा दामी मजा आउने के चिसो फिल के मलाई चाहिँ भनौँ न साथीहरू अब त्यत्रो होइन 4-5 दिनको मम्मीसँग हस्पिटलमा त्यत्रो बस्यो होइन म
मम्मीसँग हस्पिटलमा त्यत्रो 4-5 दिन बसेर त्यो दुःख भनौँ न, मम्मी अब त्यस्तो टेन्सनमा सासै फेर्न गाह्रो भएको थियो। मलाई चाहिँ के लागेको थियो भने त्यतिखेर मेरो त यार ल भएको मम्मी नै यस्तो भयो भने त म के गर्छु भन्ने लागेको थियो। मलाई लास्ट नराम्रो लाग्यो थियो त्यतिखेर। मैले भिडियोहरू पनि राम्रोसँग हाल्न पाएन, त्यसको लागि सरी है। तर मम्मीले त्यस्तो भएपछि चाहिँ आफू घुम्न जाने यताउति जाने आँट चाहिँ आउँदैन रहेछ है। होइन यार मम्मी हेर्नुपर्छ यार भन्ने मनदेखि त्यस्तो लाग्दो रहेछ है। मलाई चाहिँ त्यस्तो भएको थियो। मम्मी भन्दा मम्मी हो यार, साथीहरू। अब अफरोड सुरु भयो नि त ल, अफरोडमा झन् दामी मजा आउँछ होला। तर यो हुस्सोले गर्दा अफरोडको खाल्टो नि देखाएको छैन कि, डट हो होइन, खाल्टोमा नि केही भएन। मेरो एनएस भए चाहिँ बिचो घुम्दैछ। हुस्सोले हेर्नु न केही देखाएको छैन कि। कस्तो चिप्लेको यार, हुस्सोले गर्दा देख्दै नदेखिरह क्या। मामा समात्नु त च्याप्पै। अफरोडमा यतिको उहिले अलिअलि थोरै डर लाग्छ नि त, डरमा बानी छैन होइन। बानी छैन त नभनौँ, जस्तो पाए नि चलाइदिन्छु भन्ने आँट चाहिँ छ है मसँग। जस्तो सुकै होस्, हाइटै नभ्याओस् होइन, ब्रेकै नहोस्, चलाइदिन्छु भन्ने आँट चाहिँ हुन्छ है। अफरोड सुरु भयो, अफरोड त्यसले गर्दा केही देखेन यार। आमा बाटो त डढकै लागि बनाइसक्यो, पानी परेर बाटो लास्ट बिग्रिएर रहेछ यार। हेत साथीहरू यस्तो गाह्रो भइरहेछ मलाई होइन। तर मलाई चाहिँ के को गाह्रो हुन, हालिदिन्छु म त एनएस त हालिदिन्छु भने झन् डढ्छ होइन। आमा तर कन्ट्रोल गर्न गाह्रो हुन्छ क्या, पिकअप बढी भएर कन्ट्रोल गर्न गाह्रो हुन्छ क्या है। ओए बाटो त के हो ल, बाटै छैन त मामा, यहीँबाट हाल्थ्यो समात्नु है। आमा बाटो त खत्तम भएछ यार मेरो गाउँको बाटो है। रोड हाल्न यस्तो गाह्रो भइरहेको छ, झन् अरू बाइक कस्तो होला यार। यतिको भए चाहिँ ठिकै हो भन्थे है। तर तलतिर लास्ट बिग्रिएर चाहिँ यार। फेरि हुस्सोले फेरि केही देखाएको छैन क्या, बाटो कस्तो छ केही देखाएको छैन हुस्सोले गर्दाखेरि। यो माथिबाट हालौँ न ल। फाइनली आइपुग्यो है, आयो फाइनली आइपुग्यो। अब बाइक पार्किङमा राखिदिउँ। लास्ट हेरी के एचे त यहाँ अटेला त यहाँबाट। आज चाहिँ यो मामा अलिक झकाल्न त।
अड्केछ आयो एक धक्का हाल्नु त यता पछाडि ल हो भयो भयो ल तपाईँ त्यहाँ बस्नु है फेरि धक्का हाल्नु त पछाडि धक्का हाल्नु त यहाँ पछाडि के अड्केछ आऊ पक हात चल्यो यार साइलेन्सरमा छुएछ साइलेन्सरमा छुएछ है हेर्नु है मामा आयो यो बल हटाउनु त यो पङ्खा नै अटोमेटिकमा रहेछ अफ गरिदिउँ यो अफ गरौँ फाइनली आइपुग्यो है पुग्यो ल फाइनली है डर चाहिँ यहाँ छ हात चल्यो यार रातै भयो हेर्नु त यहाँबाट साइलेन्सरमा ठ्याक्कै यहीँ छुइरहेको रहेछ त मैले फेरि है बाख्राले छुइदिएला यार अन्त उनीहरू त बानेर राखेछ आइपुग्यो ल आयो है टिटले कति धेरै के मम्मीले खाना त बनायो